देशले चिनेको अनुहार छैन होला, तर देशलाई चिनेको अनुहारहरू म देखाउनेछु भनेर उहाँले भन्नुभयो। उहाँले अहिले कारागारमा रहँदै गर्दाखेरि पनि म त प्रतिशोधको शिकार भएँ, नेपाली जनतालाई कसरी अब सुख र समृद्धिको मार्गमा ल्याउने होला भनेर हर वखत चिन्तै गरिरहनुहुन्छ। जुन ठाउँमा सरकारले पुगेर काम गर्नुपर्ने थियो त्यो सरकार पनि जान नसकेका ठाउँहरूमा गएर जनताका दुःखहरूमा मलम लगाउने काम उहाँले गर्नुभएको थियो। राष्ट्रिय राजनीतिमा स्थापित दलहरूलाई चुनौती महसुस भयो र उहाँहरूले अब रवि लामिछानेलाई गलाउन, थकाउन र मूलधारको राजनीतिमा उहाँलाई स्थापित हुन नदिनको लागि मुद्दाको सहारा लिनुभयो, मुद्दालाई हतियार बनाउनु भयो, कानुनलाई दुरुपयोग गरेर, त्यो दुरुपयोग गरेर नै कानुनलाई हतियार बनाएर प्रयोग गरेर नै रवि लामिछानेलाई उहाँले एउटा आक्रमण गर्नुभयो। आजको यस गोदावरी नगरपालिकाको नगर अधिवेशनमा पाल्नुभएका सम्पूर्ण महानुभावहरूमा मैले एकमुष्टमा सम्बोधन गर्न चाहे। नमस्कार, जय घन्टी। नेतृत्व भनेको एकजनाले लिने हो, अरू हामी सामूहिक, हामी राजनीतिमा किन जोडिएको भन्दा सामूहिक बलले चाहिँ समाज सुधार गर्न मद्दत हुन्छ भनेर हामी राजनीतिमा जोडिएको। राजनीतिमा आएको सबै मान्छे कुनै न कुनै पदमा हुनै पर्छ भन्ने छैन। यहाँहरूले सदस्यको रूपमा, समर्थकको रूपमा पनि सघाउन सक्नुहुन्छ। 2079 असारको 7 गते पार्टी स्थापना गर्दा रवि लामिछानेलाई फुत्त लाग्यो अनि पार्टी स्थापना गरे हो कि भन्ने धेरैलाई लाग्न पनि सक्छ। तर म यहाँहरूलाई स्मरण गराउँ, रवि लामिछाने उहाँ राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुभन्दा अगाडिको समय एउटा सञ्चारकर्मीको रूपमा नेपाली समाजमा चिरपरिचित हुनुहुन्थ्यो। फेरि नेपाल उहाँ धेरै समय बाहिर पनि बस्नुभयो। नेपाल फर्केपछि उहाँ राष्ट्रिय मेन स्ट्रिम जर्नलिजममा आउनु भएको त्यो समयपछि मात्रै होइन, उहाँ नेपालमै हुँदैखेरि उहाँको लगभग बाल्यकालदेखि उहाँले सायद जानेर बुझेर गर्नुभएको पेसा नै मलाई लाग्छ पत्रकारिता हो जस्तो लाग्छ। उहाँले समाजको भुइँ तहको मानिसहरूको पीडा दुःख उहाँले बुझ्नु भएको छ र जहिले उहाँ अमेरिकाबाट नेपाल फर्किनु भयो, फर्केर आइसकेपछि यो समाजमा भएका हरेक जनताका दुःखहरूलाई टेलिभिजनको स्क्रिनबाट देखाउनको लागि उहाँले काम गर्नुभयो। त्यसमा धेरै साथीहरू हुनुहुन्थ्यो। दीपक बोराजी त अहिले पनि हामीसँगै हुनुहुन्छ, त्यो टिममा आउनु भएको। त्यो एउटा टिमले चाहिँ जुन ठाउँमा सरकारले पुगेर काम गर्नुपर्ने थियो त्यो सरकार पनि जान नसकेका ठाउँहरूमा गएर जनताका दुःखहरूमा मलम लगाउने काम उहाँले गर्नुभएको थियो। जहाँ सरकार पुगेको थिएन त्यहाँ रवि लामिछाने पुग्नु भएको थियो। सरकारले जनताको दुःख कस्तो छ भनेर खोज पनि नगरेको अवस्थामा उहाँले यस्तो छ सरकारले देखेको छ भनेर सरकारलाई देखाउने काम, उजागर गरिदिने काम गरिदिनु भएको थियो। कति टेलिभिजनको माध्यमद्वारा उजागर गरिदिएर, कति समन्वय गरिदिएर, कति उहाँहरूलाई चाहिँ जवाफदेही बनाउन मद्दत गरेर उहाँले नेपालको समाजलाई स्थितिमा राख्नको लागि काम गर्नु भएको छ। यस अर्थले हेर्दाखेरि उहाँको राष्ट्रिय राजनीतिमा प्रवेश भनेको रातारात चुड्कीको भरमा उहाँलाई मन लाग्यो लहरको भरमा भएको होइन। उहाँको राष्ट्रिय राजनीतिमा प्रवेश चाहिँ नेपाली जनताको दुःख पीडा उहाँले देख्नुभयो। टेलिभिजनको स्क्रिनबाट एकजना दुईजना व्यक्तिको अथवा दिनमा सयौंजना मानिसहरू आउनुहुन्थ्यो। उहाँहरूको टेलिभिजनको स्क्रिनमा उहाँहरूको दुःखलाई प्रसारण गरिदिएर र उहाँहरूका दुःखलाई समन्वय गरेर व्यक्तिगत रूपमा कति मुद्दा समाधान गर्न सकिएला। त्यसरी व्यक्तिगत रूपमा समाधान गरिदिएर यो समाजको बृहत भलो होला त भन्ने प्रश्नले उहाँलाई घचघचाइरहेपछि भयो अब मूलधारको राजनीतिमा गएर नीति नै परिवर्तन गरेर एउटा नीतिले आम नेपालीलाई सुख हुने खालको काम गर्छु भनेर उहाँ राष्ट्रिय राजनीतिमा आउनुभएको छ। त्यसकारणले उहाँको भिजन चाहिँ नेपाली जनतालाई सुख दिनको लागि त्यसरी परिष्कृत हुँदै हुँदै बनेको। उहाँ रातारात एकाएक आउनुभएको होइन। उहाँ आरामले एउटा कार्यक्रम गर्दै हुनुहुन्थ्यो, सिधा कुरा प्रधानमन्त्रीसँग। देशका मुख्य व्यक्तिहरू टेलिभिजनको स्क्रिनमा देखाएर देशका मुख्य व्यक्तिहरूलाई के गर्नु भएको छ, कसरी गर्नु भएको छ भनेर उहाँहरूकै गुणगान गाउनुपर्ने कार्यक्रम गर्दै हुनुहुन्थ्यो। अनि त्यो कार्यक्रमले उहाँलाई आत्मसन्तुष्टि दिइरहेका थिएन। अब यो देशको मुख्य व्यक्ति चाहिँ देशका शासकहरू होइन, यो देशको मुख्य व्यक्तिहरू नेपाली नागरिकहरू, यो देशका मूलधारमा लिएर आउनु पर्ने यो देशका दुःख पाएका नागरिकहरू हुन् भनेर यसरी उहाँले समाजमा दुःख पाएका मानिसहरूको लागि राजनीति गर्नुपर्छ भनेर उहाँले नेपाली जनताको लागि राजनीति सुरु गर्नुभएको र त्यो राजनीतिक अभियानमा म पनि जोडिन पाउँदा म एकदमै आफूलाई भाग्यशाली ठान्दछु।
यहाँहरू पनि यो अभियानमा जोडिनु भएको छ। हामी होलाौँ, विभिन्न पदमा होलाौँ, म एउटा पदमा होला, यहाँहरू अर्को पदमा हुनु होला, अथवा यहाँहरू शुभेच्छुक मात्रै हुनु होला, शुभचिन्तक मात्रै हुनु होला, फरक पर्दैन। हामी एउटै अभियानमा जोडिएका छौँ, एउटै उद्देश्यको लागि एउटै गन्तव्यमा हिँड्दैछौँ। यो मुख्य कुरा हो। त्यसकारणले यहाँहरू सम्पूर्णको लागि पनि म हृदयदेखि यो अभियानमा जोडिनु भएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु। किनभने हेर्नुहोस्, सही बाटोमा हिँड्नको लागि सहज छैन। हामीलाई प्रहारहरू हुन्छन्। प्रहारहरू कसरी हुन्छन् भन्ने कुराको ज्वलन्त उदाहरण यहाँहरूले रवि लामिछानेलाई देख्नु भएको छ। मूलधारमा आउनुभयो, मूलधारमा आएर नेपाली जनताका मुद्दा सशक्त ढङ्गले संसदबाट उठाउनु भयो। हामी 21 जना थियौँ, 21 जनाले उठाएका मुद्दाहरू रवि लामिछानेले नै उठाउनु भएको। किनभने उहाँले नेतृत्व गरेर पार्टी नखोलिदिएको भएदेखि सायद हामी मूलधारमा आउनको लागि अवसर पाउँदैनथ्यौँ होला। संसदमा ज्वलन्त रूपमा नेपाली जनताका आवाजहरू हामीले उठायौँ। अनि यसरी उठायौँ कि संसदमा परम्परागत ढङ्गले जसरी संसदीय अभ्यासहरू चलिरहेको थियो त्यसलाई चुनौती गरेर यसरी होइन, यसरी नेपाली जनताको मुद्दा उठान गर्नुपर्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले सिकायो। अनि राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव, राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली जनताको मुद्दा उठाएपछि नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीमा गरेको चर्चा, यसले गर्दाखेरि राष्ट्रिय राजनीतिमा स्थापित दलहरूलाई चुनौती महसुस भयो र उहाँहरूले अब रवि लामिछानेलाई गलाउन, थकाउन र मूलधारको राजनीतिमा उहाँलाई स्थापित हुन नदिनको लागि मुद्दाको सहारा लिनुभयो, मुद्दालाई हतियार बनाउनु भयो, कानुनलाई दुरुपयोग गरेर, त्यो दुरुपयोग गरेर नै कानुनलाई हतियार बनाएर प्रयोग गरेर नै रवि लामिछानेलाई उहाँले एउटा आक्रमण गर्नुभयो। त्यसकारणले यात्रा सजिलो छैन। यहाँहरूले देख्नु भएको छ, यत्रो समय भयो आज हाम्रो माझमा रवि लामिछाने व्यक्तिगत रूपमा उहाँ हामीसँग उपस्थित भएर यहाँहरूलाई केही भन्न सक्नु भएको छैन। तर हरेक दिन यहाँहरूको मनमा रवि लामिछाने हुनुहुन्छ, हरेक दिन रवि लामिछानेको मनमा यहाँहरू हुनुहुन्छ। दुईतर्फ नै छ। उहाँले अहिले कारागारमा रहँदै गर्दाखेरि पनि म त प्रतिशोधको शिकार भएँ, नेपाली जनतालाई कसरी अब सुख र समृद्धिको मार्गमा ल्याउने होला भनेर हर वखत चिन्तै गरिरहनुहुन्छ। जति बेला हामी भेट्छौँ नेपाली जनताकै हितको विषयमा चर्चा हुन्छ। केही साथीहरूलाई चिन्ता लागेको हुन सक्छ, हाम्रो राष्ट्रिय राजनीतिमा देखिरहनु भएको धेरै नेतृत्वहरू अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध नभएर अरू ठाउँमा जाने क्रमहरू पनि चलिरहेको छ। यो कुराले गर्दाखेरि कहीँ कतै यहाँहरूले मनोबल घटाउने खालको गरेर तपाईँहरूले सोच्नु भएको छ भने त्यसरी नसोच्दिनुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी एउटा खुला आँगन हो। म रवि दाइले भनेको सम्झिन्छु। त्यतिखेर उहाँलाई ठुलो चुनौती थियो। जति बेला पार्टी स्थापना गर्नुभयो 21 जना थियौँ हामी। 21 जनापछि हामीले बिस्तारै जोड्दै गयौँ। अनि उम्मेदवार को उठाउने, मूलधारको राजनीतिमा को हुन्छ त भन्दा उहाँले एउटा शब्द भन्नुहुन्थ्यो, देशले चिनेको अनुहार छैन होला तर देशलाई चिनेको अनुहारहरू म देखाउनेछु भनेर उहाँले भन्नुहुन्थ्यो।